चितवनबाट धादिङ जाँदा यस्तो हुन्छ भनेर मैले सोचेकै थिएन। अनि धादिङ जाँदा कति समय लाग्यो त? अलराइट गाइज, सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु अनि म पनि सन्चै छु। आजको मिनी भ्लग चाहिँ म कामबाट फर्किँदाखेरि सुरु गरेँ। आज चाहिँ मैले धेरै दिनपछि दाँत माजिरहेको छु अनि अर्को कपडा लगाएर म चाहिँ लागेँ मेन रोडतिर। अनि म, मम्मी र भाइ चाहिँ जान लागेको हो धादिङतिर। लगभग 10 देखि 15 मिनट रुकेपछि चाहिँ फाइनली एउटा अटो आयो अनि हामी चाहिँ त्यो अटोमा चढेर लाग्यौँ टाढीतिर। अनि केही समयपछि हामी आइपुग्यौँ टाढी बजार। लगभग आधा घन्टा कुरेपछि पनि काठमाडौँ जाने बस नआएपछि चाहिँ हामी चाहिँ नारायणघाट गएर गाडी चढ्ने विचार गर्यौँ। केही समयपछि भरतपुर विमानस्थल पनि आयो अनि केही समयपछि हामी पोखरा बस पार्क आउन लागेकी थियौँ। तर पोखरा बस पार्कसम्म गाडी नजाने भएको कारणले चाहिँ हामी यहीँ उत्रिनु पर्यो। बसबाट ओर्लिसकेपछि हामी चाहिँ म्याजिक चढेर लाग्यौँ आपटाढीतिर। जब केही कुरा ढिला हुन्छ त त्यसको परिणाम राम्रो हुन्छ भने चाहिँ हामी त्यहाँ पुग्ने बित्तिकै हामीलाई चाहिँ एउटा काठमाडौँ जाने बस मिल्यो। चढाउँदाखेरि त हामीलाई एसी भएको बस हो, हामी एसीमा बसाइदिन्छौँ भन्नुभएको थियो, तर हामीलाई चाहिँ अगाडिको क्याबिनमा राखिदिनु भयो। त्यसपछि चाहिँ हामी लाग्यौँ चितवनबाट धादिङतर्फ। अनि बाटोमा चाहिँ यस्तो सुन्दर सुन्दर दृश्य थियो कि मैले कल्पना पनि गरेको थिएन। त्यही माथि त चितवन जाने बाटो नै 4 लाइनको छ अनि अहिले चाहिँ हामी आइपुगेको छौँ मनकामना जाने बाटोमा। त्यसपछि चाहिँ म निदाएछु अनि कतिखेर कहाँ पुगेँ नि थाहा भएन अनि भर्खर चाहिँ म उठिरहेको छु। अनि त्यसपछि चाहिँ हामी आइपुगेको थियौँ मलेखु, फुर्के खोला र छहरा हुँदै गजुरी। आई होप तपाईँहरूलाई भिडियो राम्रो लाग्यो होला। अनि हामीलाई चाहिँ चितवनबाट धादिङ आउन चाहिँ लगभग 4.5 घन्टा जति लागेको थियो।